नमस्ते सबैजनालाई। म सुदूरपश्चिमको फ्यान हो एनपिएलमा। सुदूरपश्चिमबाट विराटनगरले एउटा म्याच के हराएको थियो सुदूरपश्चिमलाई लिगमा, पुरा फाइनलै जिते जस्तो गरेको थियो। जुन म्याच जित्नुपर्ने हो विराटनगरले त्यो म्याच जितेन के। लास्टमा आफूलाई भारी पर्यो। अझै पनि अहिले कस्तो लाग्यो त, पछुताउनु पर्यो। विराटनगरले फाइनलै जिते जस्तो गरेको थियो के। अब फाइनल लड्न कसैले सोचेको पनि थिएन, नसोचेको टिम लुम्बिनी आइपुग्यो। लुम्बिनी अब के गर्ने, विराटनगर त सकियो त। धेरै घमण्ड गर्नु हुँदैन कि, विराटनगरका फ्यानहरूले धेरै घमण्ड गर्नु हुँदैन। घमण्ड अति नै फाइनलै जिते जस्तो गरेको थियो सुदूरपश्चिमसँग त, त्यतिसम्म नगर्नुपर्ने हो। चुरीफुरी धेरै थियो क्या विराटनगरको, धेरै चुरीफुरी गर्यो। घमण्ड धेरै गर्नुहुन्न के। सङ्घर्ष गर्नुपर्छ, त्यहाँ सङ्घर्ष गर्नेलाई पो थाहा छ। बाहिर अरूले हेर्ने गर्ने घमण्ड गरेर फाइनलै जिते जस्तो, सुदूरपश्चिमले जित्ने बित्तिकै फाइनल जिते जस्तो हुन्छ र। अब लुम्बिनीको म्याच हराएको भए त अहिले फाइनलमा लड्दाखेरि अब प्रतिस्पर्धा हुन्थ्यो, कुन टिम राम्रो थियो, के थियो। ल बधाई छ लुम्बिनीलाई, एकदम मरिमरि आफ्नो सङ्घर्ष प्रयास गर्दा गर्दा अगाडि बढाएको छ। ल बधाई छ लुम्बिनीलाई, अझै राम्रो गर्दै जानुहोस्। जब कि फाइनल लड्ने टिम भनेको दुईवटा भनेको कमजोर टिम होइनन् के। कमजोर टिम भनेको तल नै गइहाल्छ एकदम। अब फाइनलसम्म लड्ने भनेको राम्रै टिम हुन्छ क्या। पुरै सबै टिम बराबर फाइनल लड्नलाई आउँदाखेरि सबभन्दा राम्रो टिम नै हुन्छन्। लुम्बिनीलाई नै कमजोर सोच्नुहुन्न। सुदूरपश्चिमले नन स्टप लगातार जितिया छ भनेर नि राम्रो छ भनेर सुदूरपश्चिमले जित्छ भन्ने हुँदैन। एकदम खेलमा सङ्घर्षको हिसाबमा खेलाडीहरूले देखाउनुपर्छ। हस् त, बाई बाई। विराटनगरलाई नि बाई बाई भनिदिएको। अब सुदूरपश्चिमको गेम हेर्न आउनुपर्छ है विराटनगर।